हेलो एभ्रिवान, म चाहिँ अब गुम्बा निस्किन आँटेको होइन र अलिक लेट भयो किन भन्दा चाहिँ मैले चाहिँ यहाँ खिर बनाएको छु होइन, 2 हटकेस प्रसाद लगेको र हस्बेन्डले चाहिँ अघि नै प्रसादहरू पुगाएर नानी र हस्बेन्ड चाहिँ गुम्बामै छ र अहिले म र सासू चाहिँ निस्किन आँटेको हो र ओके गाइस बाई बाई। फेरि म गुम्बामा गएर देखाउने छु है। बाई बाई, राम्ररी बस्नुहोस् र सबैजनालाई ह्याप्पी बुद्ध जयन्ती र बुद्ध जयन्तीको धेरै धेरै शुभकामना छ होइन। लर्ड बुद्धले सबैको रक्षा गरेर राखोस् होइन, संसारमै सबैलाई नै। ओके गाइस, अब म यो के भन्छ गुम्बा गएर देखाउने छु है। म चाहिँ अब निस्किनु लागेको। बाई बाई। हाई एभ्रिवान, आज चाहिँ हाम्रो बुद्धिस्ट परिवारको लागि जति पनि शाखाहरू हुनुहुन्छ उनीहरूको लागि चाहिँ ठुलो दिन है। हामी सबैको लागि आज चाहिँ हाम्रो साङ्गे भगवानको जन्मदिन हो र यो दिनलाई चाहिँ हामीहरू सबैजना मिलेर एकदम हर्ष उल्लासको साथमा मनाउने गर्छौँ हरेक साल है। र यहाँनिर चाहिँ हाम्रो धर्मगुरुहरूले पूजा गर्नुहुँदैछ है। र अब चाहिँ हामी एकछिनबाट चाहिँ हामी भ्रमण गर्ने जानेछौँ, साङ्गे भगवानलाई भ्रमण गराउने छु है। र यहाँनिर चाहिँ म फुलहरू चढाएर चाहिँ साङ्गे भगवानको पूजा गर्दैछु है। र हेर्नु सक्नुहुन्छ र आजको वेदर चाहिँ एकदम राम्रो छ। हाम्रो यहाँ एकदम मजाले लुङ्थाहरू लगाएर आएछ है, हावाहरू चल्दैछ होइन। यहाँ चाहिँ बस्नुको लागि पेन्डल बनाइदिएको छ सबैजना। र अब चाहिँ हामी निस्किने छौँ भ्रमणको लागि नै है। र भ्रमणको लागि निक्लिँदैछौँ हामी सबैजना एकदम सपरिवार, सबैजना हर्ष उल्लासको साथमा है भगवानको जय जयकार गर्दै निक्लिँदैछौँ। सबैलाई विश्वमा शान्ति होस्, सबैको रक्षा होस् है, साङ्गेले सबैलाई रखेर सद्बुद्धि दियोस् भन्दै होइन। र यता हामी जय जयकार गर्दै चाहिँ हामी भ्रमणपट्टि लागेँ। र यो चाहिँ हो हाम्रो 2 नम्बर गुम्बा। मैले तपाईँहरूलाई पहिले नै भिडियो भनिसकेको थिएँ होइन। र खुसी लाग्छ अब हाम्रो एउटा गाउँमा मेचपाडामा चाहिँ 2टा गुम्बा छ है। यो चाहिँ 2 नम्बर गुम्बा हो र हामीहरू सबैजना चाहिँ जाँदैछौँ। यहाँ चाहिँ हामीलाई जुसहरू वितरण गरे है र हामी चाहिँ जुसहरू लिएर र हामी जाँदैछौँ। र यो चाहिँ म चाहिँ मेरो नन्दा हो र नन्दा पनि पुरा हेल्पफुल र मसँग चाहिँ पुरा मिल्छ है। र नन्दाले चाहिँ मलाई भिडियो सुट गर्नुमा एकदम हेल्प गरिदिनु हुँदैछ र मेरो भाइले पनि, नन्दाको भाइले पनि होइन। र उनीहरूले नै भिडियो सुट गरिदिनु भएको, किनकि अब भ्रमण गर्दाखेरि भिडियो सुट गर्नु सकिँदैन होइन। उहाँ चाहिँ भाइ हो र नन्दाहरू पनि एकदम मिल्दछ, मेरो कान्छे नन्दा हो। हेर्नु सक्नुहुन्छ हामी चाहिँ 2 नम्बर गुम्बाबाट चाहिँ निस्किँदैछु है। र यता निस्किँदैछु हेर्नु सक्नुहुन्छ। र अहिले चाहिँ हामी आइपुगेँ पक्का-लाइनपट्टि। अहिले चाहिँ पक्का-लाइनपट्टि भ्रमण गर्दैछु है। उहाँ चाहिँ मेरो नानी हो र नानीहरू पनि एकदम हर्षोल्लासको साथमा झन्डी बोकेर हिँडिरहेछ हेर्नु सक्नुहुन्छ र जुस पिउँदै है। र हामी चाहिँ यता गुम्बा पनि आइपुगेँ र गुम्बालाई चाहिँ 3 पल्ट घुम्नुपर्ने हुन्छ नि त। र 3 पल्ट घुमेर चाहिँ हामी अहिले गुम्बाभित्र पस्नेछौँ है। र गुम्बाभित्र पस्दैछौँ हामीहरू चाहिँ अहिले है। र पसेर चाहिँ हाम्रो धर्मग्रन्थ चाहिँ हाम्रो यहाँ हाम्रो धर्मगुरुजीहरूले लिनुहुँदैछ। उहाँलाई चाहिँ धर्मग्रन्थ दिएर चाहिँ हामीले गरेर चाहिँ यता हामी आइपुग्यौँ अहिले होम लगाउनलाई है। र पूजा चाहिँ लास्टतिर पुगेर अहिले चाहिँ हामी होम लाउँदैछु। र नानी चाहिँ मेरो छोराले पनि होम लाउँदैछ है। र हामीहरू अहिले होम लाउँदैछौँ। यहाँ नन्दा हामी सपरिवारै छौँ हामी यहाँनिर। र होम लगाइसकेर चाहिँ हामी यता सबै परिवार मिलेर हाम्रो धर्मगुरुहरूबाट चाहिँ हामी वाङ थाप्दैछौँ होइन। वाङ लिँदैछौँ हामी धर्मगुरुकोबाट। हामी चाहिँ सासू र मेरो छोरा, हस्बेन्ड, म, मेरो नन्दा होइन, अन्त भाइ, हामी सबैजना चाहिँ धर्मगुरुकोबाट चाहिँ वाङ लिँदैछु है। र आशा गर्छु तपाईँहरूलाई हाम्रो यो बुद्ध जयन्ती हाम्रो मेचपाडा मनाएको राम्रो लाग्यो होला। र यसरी नै हामी हरेक साल नै मनाउने गर्छौँ भनेर आशा पनि राख्नेछौँ। र हामी यता चाहिँ प्रसाद वितरण भयो र प्रसाद लिएर चाहिँ हामी अब जाँदैछौँ है। र प्रसाद हामी खाइसकेँ र प्रसाद खाएर चाहिँ हामी यता खिचडी खानुपट्टि आएँ होइन। अब खिचडी चाहिँ एकदम मिठो बनाइन्छ नि त। र उहाँ चाहिँ हाम्रो पङ्कज भाइ हो, गाउँको देवर है। र गाउँ भाइ चाहिँ एकदम राम्रो छ। यहाँको जति पनि देवरहरू छोरा मान्छेहरू छ सबै राम्रो छ काम गर्नुको लागि, कोही मान्दैन है। र अब चाहिँ हामी त खिचडी खानुपट्टि लागेँ। ओके गाइस, बाई बाई र गुड नाइट। फेरि भेटौँला नेक्स्ट मिनी ब्लगमा।